नमस्ते। हिजो मैले एउटा भिडियो अपलोड गरेको थिएँ हैन। रवि लामिछानेलाई मैले जिल्ला प्रहरी कार्यालय भैरवामा चाहिँ जिल्ला कारागार भैरवामा चाहिँ भेटेर आएँ हैन। उहाँलाई भेटिसके पछाडि उहाँसँग के कुरा भयो, उहाँले मलाई के भन्नुभयो हैन, उहाँको अवस्था कस्तो छ भनेर अर्को भिडियोमा शेयर गर्छु भनेको थिएँ। त्यही कुराहरू यहाँ शेयर गर्नको लागि यो छोटो भिडियो लिएर म आएको छु। अब कम्प्लिट पुरै भिडियो हेर्नु होला है त। म सोमबार दिउँसो 2 बजेतिर जिल्ला कारागार भैरवा त्यो आवा रोडमा रहेछ त्यहाँ पुगेको थिएँ। अनि अब म एकदमै स्योर थिइनँ रवि लामिछानेलाई भेट्न पाउँछु कि पाउँदिनँ, त ट्राई मात्रै गर्छु भनेर गएको थिएँ त्यहाँ हैन। अलिकति मसँग समय थियो भैरवामा। अनि अब कारागारको गेटमा गइसके त्यहाँ एकजना प्रहरीलाई मैले रिक्वेस्ट गरेँ, म अमेरिकाबाट उहाँलाई भेट्न भनेर स्पेसली आएको भन्दाखेरि उहाँले चाहिँ रवि लामिछानेले अहिले सबैजनालाई भेट्न खोजिरहनु भएको छैन, उहाँको पार्टीको मान्छेहरू अथवा अब नजिक आफन्त बाहेकको मान्छेहरूलाई लिमिटेड मान्छेलाई भेटिरहनु भएको छ भनेर मलाई भन्नुभयो। तर मैले उहाँलाई अलि विशेष रिक्वेस्ट गरेर म अमेरिकाबाट आएको हो, 1 मिनट मात्रै भेट्ने हो, त्यस्तो समय लिन्न मैले भनेर भनिसके पछाडि उहाँले मलाई गेटबाट भित्र जान दिनुभयो। त्यो पनि त्यहाँ एउटा प्रतीक्षालय छ, त्यहाँ प्रतीक्षालयमा गएर त्यहाँ एकजना लेडिज हुनुहुन्छ, उहाँलाई भेट्नुहोस् भन्नुभयो। त्यहाँ त्यो लेडिजले चाहिँ त्यो नामहरू टिप्ने एकजना प्रहरी नै हुनुहुन्थ्यो होला। अनि उहाँलाई गएर मैले भनेँ। अनि उहाँले पनि मलाई रवि लामिछानेको सोकी सचिवलाई कुरा गर्नुपर्छ, कसलाई पठाउने कसलाई नपठाउने भन्ने कुरा उहाँको जिम्मामा छ भनिसके पछाडि उहाँ त्यही नै हुनुहुन्थ्यो रवि लामिछानेको सोकी सचिव। अनि मैले उहाँलाई कुरा गरेँ, म अमेरिकाबाट आएको हो, मलाई रवि लामिछानेसँग भेट्ने एकैछिन समय मिलाइदिनु पर्यो भनेपछि उहाँले चाहिँ अलिकति गाह्रो छ अहिले, अब उहाँलाई पनि धेरै मान्छेहरू आउनुहुन्छ, अलिकति लिमिटेड मान्छेहरू मात्रै भेट्न पठाइरहेको छौँ भनेर भनिसके पछाडि त्यही पनि मैले उहाँलाई अब यति टाढाबाट म आएँ, अब अलिकता अब यहाँभित्र आइसके पछाडि एकैछिन भेट्न पाऊँ भनेर मैले विशेष रिक्वेस्ट गरेपछि उहाँले हुन्छ म एकछिन समय मिलाइदिन्छु भनेर भन्नुभयो। अनि त्यसपछि त्यहाँ अरू इन्द्रणीको कलाकारहरू कृष्ण कणेल लगायतका मान्छेहरू पनि त्यहाँ रविलाई भेट्न आउनुभएको थियो। त्यस पछाडि मेरो भेट्ने पालो आयो। अनि म चाहिँ ठ्याक्कै रवि लामिछाने जहाँ बस्नुहुन्छ एउटा त्यो कोठा जस्तो घर रहेछ है, एउटा यस्तो बाक्सा जस्तो घर, त्यहाँ चाहिँ उहाँलाई राखिएको रहेछ। अनि त्यो बिचको चाहिँ नि एउटा बिचमा चाहिँ एउटा बार जस्तो रहेछ, ठ्याक्कै बारको बिहाइन्ड द बार उहाँ आउनुहुन्छ रहेछ। ठ्याक्कै बाहिरपट्टि एउटा लामो बेन्च रहेछ होइन। त्यहाँ बेन्चमा बस्ने रवि लामिछाने चाहिँ त्यो नजिकै अब आफ्नो बारको नजिकै आउनु रहेछ, जस क्लियरली उहाँलाई देख्न सकिन्छ त्यहाँबाट, नजिकबाटै कुरा गर्न मिल्दो रहेछ। अनि अब उहाँलाई पहिलोपटक देख्दाखेरि चाहिँ अब के भयो भन्ने कुरा त अब मैले यहाँ यो शब्दमा मैले तपाईहरुलाई यहाँ भन्नै सक्दिनँ हैन। अब अद्भुत खालको फिलिङ्स आयो कि अलिकति असामान्य महामानवलाई देखिरहेको छु जस्तो, अलिकति अतिरञ्जित गरे जस्तो नै होला, तर मलाई ठ्याक्कै त्यस्तै फिल भयो कि एउटा सामान्य मान्छेलाई मैले देखिरहेको छु जस्तो नै लागेन कि। इमेजिन गर्नुहोस् रवि लामिछाने यति दुःख दिँदाखेरि, यति पेल्दाखेरि, त्यो पनि भैरवा जस्तो ठाउँको त्यो गर्मीमा हैन, कति गर्मी छ नि त्यहाँ त्यो एउटा कोठामा हैन। त्यसरी त्यो भएर त्यस्तो एउटा गृहमन्त्री उप प्रधानमन्त्री त्यसरी चाहिँ एउटा ल्याभिस लाइफ बिताएर बसिसकेको मान्छेलाई त्यसरी बस्नु पर्दा तपाईँ एकछिन एक दिन मात्रै बसेर इमेजिन गर्नु न, कुन चाहिँ पीडा भयो होला के उहाँलाई। त्यो मलाई देख्ने बित्तिकै मलाई त्यो नै आयो कि हैन। तर यस्तो हुँदाखेरि पनि उहाँमा त्यो अनुहारमा पुरै चमक छ, कतै पनि अलिकता पनि तपाईको चाहिँ नि त्यो निराश अलिकता डाउन भएको जस्तो उहाँ कतै पनि देख्नु भएको छैन के। म चाहिँ छक्कै परेँ हैन। अनि सर्टेन कुराहरू भन्छु भनेर चाहिँ म त्यहाँ गएको थिएँ। उहाँलाई देख्ने बित्तिकै म अलिकति नर्भस पनि भएँ ओभियसली हुने भयो। फेरि उहाँको म एकदम ठुलो शुभचिन्तक, म पार्टीमा कतै त्यस्तो केही आबद्ध छैन हैन। लामो समयदेखि रवि लामिछानेको म एकदमै भनौँ न डाइहार्ड फ्यान नै हो कि, किनकि मैले उहाँलाई एकदमै त्यो नेपाल आएदेखि अमेरिकाबाट उहाँ 5 वर्ष 6 वर्ष अगाडि त्यो उहाँको सानो सानो गतिविधिहरू मैले हेरिरहेको छु कि। भने चाहिँ त्यसरी मैले यत्तिकै मान्छे ह्यान्डसम देखेर म फ्यान भएको होइन, रवि लामिछानेलाई मैले क्लोजली बुझाए जस्तो लाग्छ। त्यही भएर म उहाँको पक्षमा बोल्ने हो होइन। जब मलाई त्यो दिन भेटिसके पछाडि चाहिँ मैले सोही मान्छेलाई मैले को पक्षमा बोलिरहेको रहेछु भन्ने मलाई त्यो फिल भयो कि। अनि उहाँ त्यत्रो एउटा गृहमन्त्री होइन, अब उप प्रधान भइसकेको मान्छे, यत्रो ठुलो चाहिँ नि एउटा व्यक्तित्व देशले मानेको मान्छे होइन, म जस्तो एउटा सामान्य मान्छेसँग यस्तो डाउन भएर प्रस्तुत हुनुभयो। उहाँले नि मलाई मेरो बारेमा सबै सोध्नु, मेरो नाम सोध्नुभयो, म कहाँ बस्छु, कहाँबाट आएको, मेरो परिवारको बारेमा सबै सोध्नुभयो कि, एकदमै आनन्दले सोध्नुभयो। अनि उहाँलाई मैले 1-2टा कुराहरू के मेन्सन गरेको थिएँ भने, म हजुरको पक्षमा यो सोसियल मिडियाहरू बोलिरहेको हुन्छु, धेरै मान्छेहरूले हेर्नुहुन्छ होइन भन्दाखेरि उहाँले धन्यवाद, तपाईँ त्यो पनि कन्ट्रिब्युसन हो भन्नुभयो। अनि तपाईँको नाम के हो भनेर मलाई सोध्नुभयो, मेरो नाम यस्तो यस्तो हो भने मैले। अनि त्यसपछि उहाँले अब तपाईँहरूलाई थाहा नै छ यो सबै यिनीहरूले अब
किन भइरहेछ भन्ने कुरा संसारलाई सबै थाहा नै छ। मलाई यसमा केही पीडा केही पनि छैन, यो समय पनि गुज्रिएर जानेछ अनि म अहिले प्रसव पीडामा छु, राम्रो दिनहरू पनि आउनेछ भन्ने उहाँले भन्नुभयो। त्यसपछि मैले अब तपाईँले हामीलाई एकदम इन्सपायर गर्नुभएको छ होइन। हामीलाई म पनि विदेश बस्ने म जस्तै धेरै मान्छेहरू बाहिरबाट आउन चाहनुहुन्छ, देशमा आएर के गर्न चाहनुहुन्छ भन्न मैले कुरा राख्दाखेरि चाहिँ उहाँले विदेशबाट जसरी आइहाल्नु पर्दैन, तपाईँहरू आफ्नो आफ्नो ठाउँमा बसेर त्यसको लागि कन्ट्रिब्युट गर्नुहोस्। तपाईँले जसरी भिडियो बनाउनुहुन्छ, त्यसको लागि बोल्नुहुन्छ, मेरो पक्षमा बोल्नुहुन्छ, त्यो पनि एउटा कन्ट्रिब्युसन हो। त्यही निरन्तर गर्नु, सबैजना आउनुपर्छ, सबैजना मैले जस्तै गर्नुपर्छ भन्ने छैन। त्यसको लागि त हामी नै छँदैछौँ नि भन्नुभयो कि त्यो कुराले कस्तो नाइसली कुरा गर्नुभयो। म त छक्क परेँ, आनन्दले 5-6 मिनट मेरो मजाले उहाँसँग कुरा भयो। त्यस पछाडि मैले उहाँलाई भने गर्मी होला है रवि सर, यहाँ त गर्मी भएको छैन हजुरलाई भन्दाखेरि केही छैन, गर्मी त गर्मीमा भइ नै हाल्छ नि, अब यहाँ अरू कैदीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि गर्मी हुन्छ, यो यस्तै हो, सामान्यलाई मैले केही पनि ल्याएको छैन, यो केही छैन, यो समय पनि बिति नै हाल्नेछ भन्नुभयो होइन। अब अरू होइन जस्तो मैले उहाँलाई भने नि त म टिकटक भिडियोजहरू बनाउँछु भन्दाखेरि तपाईँको अडियन्सहरूलाई पनि म ठिक छु, म एकदमै मलाई केही पनि भएको छैन, म एकदम उच्च मनोबल लिएर बसिरहेको छु भनेर मेरो सन्देश पुर्याइदिनु होला भनेर उहाँले ठ्याक्कै यही शब्द यही सेन्टेन्स नै भन्नुभएको थियो लास्टमा। त्यस पछाडि अन्तिममा उहाँले चाहिँ यो बारबाट हात निकालेर मसँग हात मिलाउनु भयो। त्यतिखेर उहाँलाई टच गर्दाखेरि म पुरै इमोसनल भएको थिएँ, म रुन मात्र सकेको थिएन होइन, त्यस्तो भयो कि त्यसरी त्यो 5-7 मिनटको जुन समय थियो रवि लामिछानेसँग म जसरी बिताएँ नि, त्यो समय सायद मेरो जीवनको अविस्मरणीय क्षण हो कि मैले एकदमै मानेको मान्छे हो क्या उहाँ। जसले जे भनोस् म रवि लामिछानेलाई मैले बुझाएको जस्तो लाग्छ नि। उहाँलाई मन नपराउने, उहाँलाई गाली गर्ने मान्छेहरू पनि होला नि होइन, तर त्यसरी मैले उहाँलाई भेटिसके पछाडि सोही मान्छेलाई मैले सपोर्ट गरिरहेको रहेछु भन्ने लाग्यो कि एकदमै डाउन भयो। त्यो सामान्य मान्छे त्यसरी प्रस्तुत हुनै हुँदैन क्या, त्यो हुन्छ नि, अब त्यत्रो भइसकेको मान्छे होइन, मलाई नभेटेको भए पनि त हुन्थ्यो नि उहाँले होइन, सब केही छैन मलाई भेट्न मन छैन भन्ने भए पनि हुन्थ्यो, भेट्नुभयो, त्यसरी प्रस्तुत हुनुभयो। त्यति कुराले जनाउँछ कि रवि लामिछानेप्रति हामीले डाउट गर्नुपर्ने केही पनि छैन। अबको देशको नेपालको चाहिने निकास भनेको नेपाललाई निकास दिन सक्ने, नेपाललाई हाँक्न सक्ने के आशा गर्ने हो भने रवि लामिछाने नै हो भन्ने कुरा मलाई चाहिँ उहाँलाई भेटिसकेपछि अझै यो कुरा म चाहिँ कन्फिडेन्ट भएर आएँ होइन। त्यो भएर चाहिँ तपाईँ हामी सबै मिलेर यस्तो मान्छेलाई है, मैले त्यो अब यहाँ बढी एक्जाजरेट गरे जस्तो पनि सुन्ने होला, तर आई जेन्युनली मिन इट के, त्यो मैले उहाँलाई भेटिसके पछाडि त्यो खालको फिलिङ्स आयो। त्यो भएर उहाँमाथि खालको अन्याय नै भइरहेछ, अब के भइरहेछ, कसरी भइरहेछ, यो सबैलाई जगजाहेर नै छ होइन, त्यो धेरै भन्नु पर्दैन। अब त्यो भएर हामी सबै चाहिँ रवि लामिछानेको पक्षमा जसरी पनि बोल्नु चाहिँ जरुरी छ होइन। आवाज निकालौँ, आफ्नो आफ्नो ठाउँबाट आवाज निकालौँ होइन। सकिँदैन भने यसरी म बोलेको भिडियोजहरू उहाँको पक्षमा आइरहेको भिडियोज होइन सामग्रीहरूलाई चाहिँ सेयर गरेर भए पनि धेरैजनाको ठाउँमा पुर्याइदिउँ। अब अरू त के भनौँ, यति नै अब उहाँसँग नर्मली यति नै कुरा भयो। उहाँ ठिक हुनुहुन्छ, फाइन हुनुहुन्छ होइन, एकदम उच्च मनोबल लिएर बस्नु भएको छ। हो उहाँलाई दुःख भइरहेछ, तर यो समय चाहिँ उहाँ आफैले भन्नुहुन्छ यो समय पनि बित्नेछ, राम्रो दिन आउनेछ, रवि लामिछाने बाहिर निस्किनु हुनेछ, फेरि मुलुकको लागि, देशको लागि, जनताको लागि फेरि सक्रिय भएर आफ्नो काममा फर्किनुहुन्छ भन्ने आशा राख्दै यो भिडियो यहाँ अन्त्य गर्न चाहन्छु। नमस्ते।